सर मलाई त्यसको एन्सर भनिदिनु न। बालिके के आएन? सजिलो छ नि, तिमी प्रश्नतिर ध्यान देऊ न। उत्तर त म जति पनि भनिहाल्छु नि। प्रश्न बनेकै सोध्नलाई त हो नि, हैन र? सर मलाई पनि यो क्वेसन आएको थिएन। गधालाई यही गधाले हानेर दिमाग खुलाइदिउ। सर अनि यो प्रश्न बनेकै सोध्नु त हो नि। सर 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 प्लिज माफ गरिदिनु सर, प्लिज प्लिज। त गइस चित्रगुप्त सुन त, हामी आइपुग्न लाग्यो। ढोका खोल्दै गर है, ढोका फेरि नरकको खोल है, नरकको खोल। सर 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 प्लिज, म अर्को जन्ममा केटी भएर आउँछु सर, प्लिज। हुँदैन भाइ, हुँदैन। त सकिस् के भाइ, तैँले गल्ती गरिसकिस्। अनि सुन त चित्रगुप्त, तातो तेल त है, तातो तेल त 400 डिग्री त यसलाई त त्यही चोपाल्यो। अनि सुन त चित्रगुप्त, अर्को जुनीमा यसलाई कुकुर बनाइदिउ न, बोल्न पनि सक्दैन, ठिक्क हुन्छ। नरो है भाइ, नरो। धन्न कुकुर बनाएको छु मैले। हिट। बाबुहरू मलाई प्लिज माफ गरिदिनु, हल्का बढी पढाइएछ नि त। ल सुड्डो, एकचोटिको लागि माफी भयो। पढायो भने लिमिटमा पढाउने क्या। के हान्नु असल मैले राम्रै पढाइरहेको छु नि, होइन केटा? के नपुग्या जस्तो चाहिँ भइरहेछ। हो र? सर आज त सन्डे पढाएको भयो भने